बेलुका चराहरू सँगै सुत्नु अरे अनि बिहान उठ्दाखेरि चराहरू सँगै उठ्नु अरे। म आज सबेरै उठेको थिएँ अनि हल्का एक्सर्साइज गरेर उठेर अनि तयारी गरेर ड्युटी जानुपर्ने थियो। झोलासोला बोकेँ अनि ड्युटी हिँड्नको लागि तयारी भएँ। टक्क बोकेर चाहिँ अब म ड्युटी हिँडेँ। अनि अँधेरो थियो तर सबैतिरको उज्यालो बत्तीले उज्यालै थियो। हल्का रिमरिम उज्यालो हुँदै थियो दिन पनि। अनि बिहानको पक्का मजा हुन्छ, शीत हल्का चिसो मौसम। अनि गएर गाडीमा पुगिहालेँ, चढेँ म टक्कसँगले गाडीमा। एकछिन निदाइदिउँ जस्तो लाग्यो, निदाइदिएँ। अनि एउटा बाटोमा जाँदै गर्दाखेरि आज मैले एउटा भिडियो हेरेको थिएँ होइन, यो टिकटकमा। अनि यसो हेरेको दामी लाग्यो। मैले त्यो गीत चाहिँ डाउनलोड गरेको थिएँ हल्का सुन्नु पऱ्यो भनेर। अनि त्यस पछाडि जोस रमाइलो भयो आजको दिन। त्यस पछाडि टक्क बेलुका चाहिँ ड्युटी सकेर रुम फर्क्यौँ। सबैजना साथीहरू पनि छौँ। अनि पानी परिरहेको थियो, मजाको दामी पानी परिरहेको छ। अनि पानी परेको बेला चाहिँ मजा पनि हुन्छ। सबैजना कोही मोबाइल चलाउँदै, कोही चाहिँ बेलुका अब सुतेर आइने पनि हुन्छन् होइन। सबैजना साथीहरू मजाले आइरहेका थियौँ अनि रमाइलो भयो। अझै हामी जति अगाडि बढ्छौँ त्यति अब साँझ पर्दै थियो। हामी बेलुकाखेरि करिब केही समयमा म रुम आइपुगेँ। आइपुगेर हल्का फ्रेस भएँ अनि मुखसुख धोएँ, खुट्टा धोएँ। अनि फ्रेस भएर चाहिँ कामहरू चाहिँ बाँकी नै थियो, धेरै कामहरू। अनि एउटा ट्रेनिङ रहेछ अझै पनि 3वटा भिडियोको ट्रेनिङ पनि आज कम्प्लिट गरेँ, अरू बाँकी रहेको ट्रेनिङ पनि। अनि जस रमाइलो भयो। अनि युट्युबको लागि काम गर्नु थियो, हल्का युट्युबको भिडियो पनि बनाएँ। अनि बनाइसकेँ भिडियो पनि। हल्का गर्मी भइरहेको थियो होइन काम सक्दै गर्दाखेरि। अनि फ्यान चाहिँ खोलिरहेको थिएँ अनि मजा भयो। सो आज दिन पनि बबालै भयो। साथीहरू बाहिरतिर जाउँ न त कस्तो छ भनेर यसो हेरेको, बाहिरको दामी भ्यू देखिरहेको थियो। अनि यो भ्यूसँगै हेर्दै भिडियो एडिट गरेँ। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। नमस्ते।